हेलो एभ्रिवान, सेवा नमस्ते, स्वागत छ हजुरहरूलाई मेरो भिडियोमा। इट्स मी अनिसा राई थापा। अनि हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु। अनि हामी चाहिँ यहाँ आएको छौँ डाँठ झिक्नलाई। कोदो रोपेकोमा यहाँ हेर्नु त सर्लक्कै डाँठ ढल्नु भयो रहेछ। यहाँ डाँठ घाम लागेछ, हेर्नु सक्नुहुन्छ। अघिसम्म चाहिँ पानी परेको थियो। यहाँ हुनुहुन्छ बजै। हाई साथीहरू। ल थोत्नु के आउने छिटो हुन्छ, छिटो जाम भनेर हो। किन त नि फेरि थमाइदिएको मोबाइल फेरि कोदो गर्दाखेरि फेरि लाउँछ है खुट्टामा, थाहा होला नि। त भतक्कै ढलेको मात्रै गराउ, नत्र नगराउ के। त्यो खुट्टामा लाउँछ कि कोदो गर्दा, के बोलेको। उकाउने न त, त्यो नकाट के, त्यस्तैमा लोटेर बाबुलाई काटेर कपडा कपडा च्यातिदिन्छ। आउँछ त के अरे त्यस्तो त, के अन्त हो। काटो आएर हँसिया नलिएको के गर्न आउने र त्यहाँ। काट्ने होइन के हँसियाले त। के भयो। क्यामेरा जति आफैले हातले छेक्नु भयो त। देखिन्छ त, मेरो हातै देखेको छैन त्यो क्यामेरामा। त्यो चप्पल होइन, मेरो नि धन्दै लोटिन। साथीहरू, म चाहिँ हिँडेको वालिङ हस्पिटलतिर होइन। मेरो बाबुलाई ज्वरै कम भएन, अघि ज्वरो आएको थियो। त्यही भएर नि घाँस काटेर आउँदासम्म चेक गरेको, फेरि ज्वरै घटेर रहेनछ। त्यही भएर हिँडेको वालिङ। साथीहरू अटो आयो, अब हिँडेको। हामी बाबुको ल पुच्छरै छैन अझै के भएछ र पुच्छा कसले काटिदिएछ क्या हो। यता पनि छ उभा त, त्यसको त छ पुच्छा।
अन्तखेरि म चाहिँ गलिङ हस्पिटल गएर आइसकेँ बाबुलाई लिएर गएको थिएँ अनि दबाई देखान हेर्न सक्नुहुन्छ कस्तो हरियाली देखेछ छेनी यता हेर